आज मलाई तपाईँहरूसँग एउटा मेरो केसको अनुभव सुनाउन मन लाग्यो। मेरो एउटा क्लायन्टले आफ्नो बाल्यकालको अनुभव सुनाउनु भएको थियो। ऊ सानैदेखि घरमा आमा बुवाको झगडा, बुवाको रक्सी र कडा व्यवहार देखेर हुर्किएको रहेछ। बुवाले उसको भावना कहिले सुन्नु भएन। अरूले के भने त्यही विश्वास गरेर उसलाई कुट्ने गर्नुहुन्थ्यो। यसले गर्दा बच्चामा गहिरो डर बस्यो। बुवा घर आउने बित्तिकै डराउने, सुत्न नसक्ने, कम बोल्ने र आफ्ना भावना व्यक्त गर्न नसक्ने भयो। ठुलो भएपछि उसले आफ्नो व्यवसाय त सुरु गर्यो, बाहिरबाट बलियो देखिन्थ्यो, तर भित्रभित्रै बुवाप्रतिको रिस, पीडा र दबिएका भावनाहरू बोकेर हिँडिरहेको थियो। त्यही अधुरोपन र सुरक्षा खोज्ने चाहनाले ऊ एउटा गलत रिलेसनसिपमा पनि फस्यो। दुःख भए पनि कम्तीमा म कसैसँग त छु, म सेफ त छु भन्ने महसुसका लागि ऊ त्यही रिलेसनसिपमा अड्किरह्यो। यसबाट के बुझिन्छ भने बाल्यकालको ट्रमा ठुलो भएपछि पनि हामीलाई छोड्दैन। यसले हाम्रो सोच, व्यवहार र सम्बन्धहरूमा गहिरो असर पार्छ। त्यसैले अभिभावकहरूलाई सानो अनुरोध छ, बच्चाको भावनाहरू डिसमिस नगरिदिनुहोस्। उनीहरूको अगाडि झगडा नगर्नुहोस्। अत्याधिक अपेक्षा पनि नराखिदिनुहोस्। अरूको कुरा सुनेर सजाय नदिनुहोस्। बरु उनीहरूसँग सोध्नुहोस्, तिमीलाई के भइरहेको छ? उनीहरूको भावना बुझिदिनुहोस्। आज तपाईले बनाएको सम्बन्ध नै भोलि बच्चाको मानसिक स्वास्थ्य र सम्बन्धहरूको आधार बन्छ।